हेलो साथीहरु नमस्ते स्वागत छ तपाईहरुलाई सिभिल क्रेज नेपाली युट्युब च्यानलमा। साथीहरु आज पुनः तपाईहरु समक्ष एकदमै राम्रो घरको 3D प्लान लिएर आइसकेको छु जसमा तपाईहरुले पाउनुहुन्छ जम्मा 3वटा बेडरुम, किचन, डाइनिङ टेबल भएको र यसको साथसाथै एउटा ठूलो हल र यतापटि हेर्नुस् त यो चाहिँ हाम्रो दुईवटा बरन्डा रहेको छ है त। साथीहरु यो भिडियोमा म तपाईहरुलाई यो घरको 3D प्लान को बारेमा सम्पूर्ण जानकारी दिनेछु। फर एक्जाम्पल हाम्रो यो घरको लेआउट के कस्तो रहेको छ, त्यसैगरी साथीहरु यसमा हाम्रो कतिवटा पिलर लाग्छ, पिलरको साइज कतिवटा राख्ने, मटेरियल के युज गर्ने, सेटब्याक कति छोड्ने र ती सम्पूर्ण लगायत हामीले यो घर बनाउँदा ग्राउन्ड फ्लोरको पुरै फिनिशिङ सम्म हामीले कति जम्मा खर्च गर्नुपर्ने हुन्छ ती सम्पूर्ण कुराहरु म तपाईलाई एक्सप्लेन गर्दै जाने छु। तपाईहरु घर बनाउने विचार गर्दै हुनुहुन्छ भने साथीहरु तपाईहरुको लागि यो भिडियो एकदमै महत्त्वपूर्ण साबित हुन सक्छ। कृपया भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला है त। ल हेर्नुस् त, सर्वप्रथम त म तपाईहरुलाई घरको जुन लेआउट रहेको छ त्यो चाहिँ एक्सप्लेन गर्न गइरहेको छु। ल हेर्नुस् त साथीहरु, यो चाहिँ हाम्रो स्टेप्स रहेको छ जहाँबाट हामी बरन्डामा प्रवेश गर्छौं र यतापटि हेर्नुस् त यो चाहिँ हाम्रो भर्याङ रुम रहेको छ भने तपाईहरु समक्ष एउटा बाइक छ भने एउटा बाइक मजाले यहाँ पार्किङ गर्न सक्नुहुन्छ र यो चाहिँ हाम्रो मेन गेट रहेको छ है त जहाँबाट हामी हलमा प्रवेश गर्छौं। ल हेर्नुस् त यो चाहिँ हाम्रो सर्कुलेसन एरिया भइहाल्यो अर्थात आँगन जस्तो हैन हल र यतापटि हेर्नुस् त यो चाहिँ हामीले ओपन आर्च प्रोभाइड गरेर हैन यहाँ ढोका नराखी सिधै आर्च रूपमा प्रोभाइड गरेर यहाँ चाहिँ हाम्रो यो किचन रुम हुने भयो र किचनको साथसाथै यतापटि हेर्नुस् त यो चाहिँ हाम्रो डाइनिङ पोर्सन रहेको छ है त। यो चाहिँ हाम्रो किचन र डाइनिङ हुने भयो भने यतापटि हेर्नुस् त यो चाहिँ हाम्रो बेडरुम रहेको छ साथीहरु हैन। बेडरुमको साइज के कति रहेको छ त्यो म तपाईहरुलाई अहिले एक्सप्लेन गर्ने छु र यसको ढोका यहाँ रहेको छ भने यसमा दुईवटा झ्याल प्रोभाइड गरिएको छ। म तपाईहरुलाई जानकारी गराउँछु साथीहरु, झ्याल जति तपाईहरुले यहाँ देखिराख्नु भएको छ त चौतर्फी हैन ती सम्पूर्ण झ्यालहरुको साइज चाहिँ हाम्रो 6 फुट बाइ 4 फुट रहेको छ। 4 फुट हाइट र 6 फुट लम्बाइ राखिएको छ भने यो चाहिँ हेर्नुस् त यो चाहिँ हाम्रो कमन टोयलेट बाथरुम रहेको छ है त। यतापटि तपाईहरुले यसरी कमेट सेट गर्न सक्नुहुन्छ अथवा प्यान सेट गर्न सक्नुहुन्छ भने यतापटिको एरिया यहाँ तपाईहरुले सावर सेट गरेर बाथिङ एरिया छुट्याउन सक्नुहुन्छ भने यो हेर्नुस् त एउटा चाहिँ यो हाम्रो मास्टर बेडरुम रहेको छ र यसको साइज म तपाईहरुलाई अहिले एक्सप्लेन गर्ने छु र यो हाम्रो अट्याच टोयलेट बाथरुम रहेको छ है त। यो बेडरुमको लागि अट्याच यहाँ राखिएको छ सेम साइजको। यहाँ पनि तपाईहरुले कमोड र अथवा प्यान सेट गर्न सक्नुहुन्छ भने यो चाहिँ हाम्रो बाथिङ एरिया हुन्छ। यहाँ तपाईहरुले सावर सेट गर्न सक्नुहुन्छ। यो चाहिँ भर्खर मैले भने एउटा हाम्रो मास्टर बेडरुम रहेको छ भने यो चाहिँ हाम्रो अर्को बेडरुम रहेको छ है त र यो हाम्रो हल हुने भयो। साथै हाम्रो सम्पूर्ण झ्यालहरुको साइज चाहिँ सेम 4 फुट बाइ 6 फुट को राखिएको छ भने भित्रको ढोकाहरु बेडरुममा जाने तपाईहरुले 3 फुट बाइ 7 फुट को राख्न सक्नुहुन्छ र टोयलेट बाथरुमको चाहिँ त्यही दुईटै ढोका हाम्रो 2.5 फुट बाइ तपाईहरुले 6 फुट अथवा 6.5 फुट को राख्न सक्नुहुन्छ भने हाम्रो आर्च टाइपको ओपन प्रोभाइड गरिएको छ किचनको लागि। यसको लागि कुनै स्पेसिफिक तपाईहरुले झ्याल ढोका राख्नु पर्दैन। यतापटि हेर्नुस् त यतापटि जुन झ्याल राखेको छ त्यो झ्यालको साइज पनि सेमै रहेको छ है त। र अब कुरो आउँछ साथीहरु, हामीले यो घर बनाउँदा डाइमेन्सन के कति राख्ने त। जस्तै मानौ कि मलाई यो घरको प्लान मन पर्यो त अब प्लान मन परेपछि डाइमेन्सन पनि थाहा हुनु पर्यो हैन। हुन तपाईहरुले आफ्नो अनुसारले छोटो अथवा लामो गर्न सक्नुहुन्छ। त्यो पनि रुमको एउटा परफेक्ट साइज निकाल्नको लागि हेर्नुस् त हाम्रो लेफ्ट पट्टिको लेन्थ कति रहेको छ भने 32 फुट 2 इन्च रहेको छ हैन र ब्याक साइडको लेन्थ हेर्नुस् त यसको चाहिँ हाम्रो 35 फुट राखिएको छ भने यतापट्टिको लेन्थ कति छ त 25 फुट रहेको छ है त। र अब चाहिँ यो चाहिँ हाम्रो घरको बाहिरी डाइमेन्सन थियो साथीहरु। यसरी हाम्रो टोटल प्लिन्थ एरिया कति हुन जान्छ भने सम्पूर्ण बरन्डाहरु समेत इन्क्लुड गरेर 966 स्क्वायर फुट हुन जान्छ यसको प्लिन्थ एरिया टोटल हैन। र प्लिन्थ एरियाको हिसाबले हामीले यो ग्राउन्ड फ्लोरको पुरै कम्प्लिट गर्दासम्म छत ढलान गरेर हैन रेलिङ सेलिङ प्लास्टर पेन्टिङ सबै कम्प्लिट गर्दासम्म कति खर्च लाग्छ ती कुराहरु पनि म तपाईहरुलाई अहिले एक्सप्लेन गर्ने छु है त। तर त्यो भन्दा पहिले हामी सर्टसर्ती एकचोटी घरको भित्री डाइमेन्सन हेरौं त। यो चाहिँ हाम्रो भर्याङ रुम रहेको छ र यसको साइज 6 फुट 4 इन्च क्लियर स्पान चौडाइ राखिएको छ भने यसको लम्बाइ हेर्नुस् त 12 फुट 5 इन्च राखिएको छ हैन। यसमा तपाईहरुले 6 इन्चको राइजर प्रोभाइड गर्न सक्नुहुन्छ। जम्मा 20 वटा राइजर हुन्छ है त र ट्रेड तपाईहरुले 3 फुटको राख्न सक्नुहुन्छ भने यो चाहिँ हाम्रो किचन र डाइनिङ रहेको छ र यसको साइजको कुरा गर्नु पर्दा साथीहरु 12 फुट भित्री क्लियर स्पान राखिएको छ। यसमा लेन्थ र चौडाइको कुरा गर्नु पर्दा साथीहरु चौडाइ चाहिँ यसमा 11 फुट 3 इन्चको राखिएको छ हैन। यसमा तपाईहरुले यतापटि
के भन्छ खाना पकाउने किचन सेट गरेर यतापट्टि तपाईँहरूले डाइनिङ टेबल राख्न सक्नुहुन्छ। र यतापट्टि हेर्नुहोस् त साथीहरू, यो चाहिँ हाम्रो कर्नरको बेडरुम रहेको छ र यसको साइजको कुरा गर्छौँ हामी 12 फुट यसको भित्री स्पान लेन्थ राखिएको छ भने यसको चौडाइ हेर्नुहोस् त, चौडाइ चाहिँ यसमा 11 फुट 8 इन्चको राखिएको छ, सेम प्याटर्नमा रहेको छ। ल टोयलेट बाथरुमको कुरा गरौँ साथीहरू, टोयलेट बाथरुमको चौडाइ यहाँ 4 फुटको क्लियर स्पान भित्री राखिएको छ चौडाइ, र लम्बाइ यसमा हेर्नुहोस् त भित्री 7 फुट क्लियर स्पान राखिएको छ भने एउटा तपाईँहरूले यहाँ भेन्टिलेसन राख्न सक्नुहुन्छ भित्र लाइटको लागि, र 7 फुट यसको पनि लम्बाइ राखिएको छ भने यसको पनि चौडाइ 4 फुट नै राखिएको छ है त। यो चाहिँ हाम्रो दुईटै एउटा कमन र एउटा एट्याच टोयलेट बाथरुमको साइज भयो। त्यसै गरी साथीहरू यतापट्टिको बेडरुमको हेरौँ त, यो चाहिँ हाम्रो मास्टर बेडरुम रहेको छ र यसको साइज 12 फुट क्लियर स्पान लेन्थ राखिएको छ र यसको चौडाइ हेर्छौँ हामी, चौडाइ चाहिँ 11 फुट 8 इन्चकै राखिएको छ भने यो चाहिँ हाम्रो अन्तिम बेडरुम रहेको छ र यसको साइजको कुरा गरौँ त, ल हेर्नुहोस् त 11 फुट 3 इन्च यसको चौडाइ हुने भयो र लम्बाइ यसको 12 फुट रहेको छ साथीहरू। यसरी तपाईँहरूले ओपनिङ प्रोभाइड गरेर आफ्नो घर डिजाइन गर्न सक्नुहुन्छ। र भित्री जुन हल रहेको छ साथीहरू, यो हलको साइज कति राख्ने त भन्दा हेर्नुहोस् त 8 फुट 6 इन्ची यसको चौडाइ राखेको छ क्लियर स्पानमा भने यसको लम्बाइ तपाईँहरूले 15 फुट 11 इन्च राख्न सक्नुहुन्छ। र यो घर बनाउँदा तपाईँहरूले यसरी नै भिडियोमा देखाए जस्तै बाहिरीको वाल सबै 10 इन्चको लगाएर भित्री पार्टिसन वालहरू तपाईँहरूले 5 इन्चको लगाउन सक्नुहुन्छ। सबै 10 इन्चकै लगाउनु पर्छ भन्ने छैन, किनभने यसमा चाहिँ हाम्रो पिलर होइन फ्रेम स्ट्रक्चर घर भएकोले टोटल लोड चाहिँ हाम्रो पिलर थ्रु जमिनमा ट्रान्सफर हुने भएकोले खासै यसमा हाम्रो छेक्ने बाहेक अरू कुनै काम हुँदैन वालको। सो द्याट तपाईँहरूले त्यसरी कस्ट घटाउनको लागि पनि 5 इन्चको वाल लगाउन सक्नुहुन्छ भित्रपट्टि, बाहिर चाहिँ 10 इन्चको लगाउनु सुरक्षाको दृष्टिकोणले, साथै हिट इन्सुलेसन साउन्ड इन्सुलेसनको पनि काम गर्छ होइन। र बाँकी कुरा आउँछ साथीहरू, हामीले यो घर बनाउँदा पिलर कहाँ राख्ने, कतिवटा राख्ने त ल हेर्नुहोस् त 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 जम्मा हाम्रो यसमा 14वटा पिलर लाग्ने भयो। र पिलरको साइज तपाईँहरूले नेपाल सरकारको मापदण्ड हिसाबले 14 इन्च बाई 14 इन्चको मिनिमम राखेर घर बनाउनु होला। र हेर्नुहोस् त लगभग हामीले सुरुमा पनि हेऱ्यौँ यो घरको चारैतिरको मोडामा ओपनिङ प्रोभाइड गरिएको छ, अर्थात् झ्यालहरू राखेको छ। ल हेर्नुहोस् त झ्याल राखिसकेपछि हामीले कुनै पनि ओपनिङ प्रोभाइड गरिसकेपछि त्यो एजमा सेटब्याक छोड्नुपर्ने हुन्छ। तपाईँहरूले मिनिमम 5 फुट जति सेटब्याक छोडेर घर बनाउनु होला। त्यस्तो गर्नुभयो भने नक्सा पास गर्नलाई कुनै समस्या आउँदैन। र फ्रन्ट फेसमा हेर्नुहोस् त, जस्तै हाम्रो यहाँसम्म आफ्नो घरको डिजाइन ल्यायो भने यतापट्टि मिनिमम तपाईँहरूले 8 देखि 10 फुट छोडेर मात्रै घर बनाउनु होला फ्रन्ट पेटपट्टि होइन। जस्तै तपाईँको यतापट्टि रोड छ भने त्यति जग्गा छोडेर मात्रै घर बनाउनु होला, त्यस्तोमा नक्सा पास गर्नलाई कुनै समस्या हुँदैन। र बाँकी कुरा आउँछ साथीहरू यसको बजेटको र म्याटेरियल्समा के प्रयोग गर्ने भन्दा साथीहरू, यो चाहिँ हाम्रो आरसिसी स्ट्रक्चर भएकोले यसमा तपाईँहरूले कङ्क्रिटिङ गर्दा होइन, जस्तै पिलर बिमहरू ढलान गर्नु पऱ्यो भने M20 को रेसियोमा, बाँकी तपाईँहरूले वाल लगाउँदा कतिको लगाउनुपर्छ त्यो तपाईँलाई थाहा भइहाल्छ होइन। र बाँकी कुरा आउँछ यसको बजेट, त म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। यो यस्तो घर हामीले एक तल्ले होइन यसरी स्ल्याब हालेर रेलिङ सेलिङ हालेर पुरै फिनिसिङ गर्दासम्म टोटल बजेट तपाईँहरूलाई 30 देखि 31 लाखसम्म खर्चाउन सक्छ साथीहरू होइन। र तपाईँहरूलाई यसमा थप डेकोरेसन कुराहरू गर्नुभयो भने त्यही हिसाबले बजेट चाहिँ बढ्दै जाने हो, तर नर्मली यसरी घर बनाउँदा तपाईँहरूलाई त्यति खर्च लाग्न सक्छ। हस् साथीहरू, तपाईँहरूले यो घरको डिजाइन कस्तो लाग्यो, घरको डिजाइन मन परेको छ भने भिडियोलाई लाइक गरिदिनुहोस् र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन पनि प्रेस गरिदिनुहोस् है त, ताकि मैले फ्युचरमा पोस्ट गर्ने भिडियोहरू तपाईँहरू समक्ष तुरुन्तैभन्दा तुरुन्तै पुगोस् र तपाईँहरूले भिडियो हेरेर लाभ उठाउन सक्नुहुनेछ है त। हस् त धन्यवाद। यसरी नै भिडियो हेरेर साथ सपोर्ट दिँदै गर्नुहोस्। फेरि म तपाईँहरू समक्ष अर्को भिडियो लिएर अर्को दिन उपस्थित हुनेछ है त। हस् त धन्यवाद।